कहाँ अरे कार्यक्रम हुने हेलो वेलकम टू माई युट्युब च्यानल यस भ्लगमा तपाईँलाई स्वागत गर्न चाहन्छु र आज म केही लामो समयको अन्तरालपछि चाहिँ पुनः भिडियोमा जोडिएको छु। च्यानललाई नयाँ हुनुहुन्छ भने च्यानललाई सब्सक्राइब गर्नु होला र च्यानललाई भिडियोलाई माया गरिदिनु होला भन्न चाहन्छु। म चाहिँ अहिले यो छल्लाबोक्दो एरियाको बुवान भन्ने ठाउँमा छु। यहाँ चाहिँ एउटा सानो 4 दिने एउटा महोत्सव जस्तो चलेको रहेछ। आज सटरडे काम सकेर आएर चाहिँ यो कार्यक्रममा चाहिँ म पनि उपस्थित भएको छु है। सबै लाइटिङहरुको राम्रो छ। दाजु के छ अरु खबर? हैन हाम्रो दाजु फेरि यो भिडियोमा देख्न एकदम शर्माउनुहुन्छ हैन। हाम्रो दाजु र म चाहिँ दाजु घर चाहिँ कहाँ भन्नु पर्यो? काभ्रे चाहिँ हामी दाजुभाइ चाहिँ हामीसँग एउटै कम्पनीमा काम गर्ने। आज चाहिँ घुमघाममा छौँ। के देखिन्छ आज यहाँ हैन। अहिले कन्सर्ट पनि छ क्या यहाँ कोरियन गायककारहरूको एउटा कार्यक्रमहरू त्यो पनि देखाउने प्रयास गर्नेछौँ। भिडियो अन्तिमसम्म हेर्नु होला। अनि यसरी सबै लाइटिङहरूले राम्रो बनाएको छ। यो सबै आर्टिफिसियल रूपमा के तपाईलाई कस्तो लाग्छ? कोरिया एकदमै लाइटै हो नि का आर्टिफिसियल लाइट हो तर बनाएर राम्रो भएको नि थियो। आफै बनेको नेचुरल केही कुरा हैन नि थियो। धानको यो गाउँको बालाको टाइपमा चाहिँ लाइट हो के लाइटिङ यस्तो छ। लाइटै हो त्यो राम्रो बनाएको छ। अनि सबै कुरा लाइटिङबाटै राम्रो देखिएको छ के। बीचमा यो पुतलीहरू बनाएको छ खोलाको छायाहरू बनाएर खोलाको छाया सबै आर्टिफिसियल रूपमा चाहिँ ब्युटिफुल बनाएर चाहिँ देखाइएको छ। अब हुन त मेला महोत्सव भनौँमा गर्ने चाहिँ यस्तै होइन। के भन्नुहुन्छ तपाईँले? कोरिया चाहिँ कस्तो लाग्छ तपाईँलाई? एकदम राम्रो लाग्छ सुपर हैन भन्नाले हाम्रो देश नेपाल भन्दा चाहिँ नेपालसँग कम्पेयर गर्नै मिल्दैन हैन। नेचुरलको हिसाबमा प्राकृतिक रूपमा सम्पन्नशाली त छ। अब विकसित त भइहाल्यो कि हाम्रो पनि हुन्छ तर सबै भ्रष्टाचारले बिगारेको छ। हाम्रो छ नि हाम्रो यो त राम्रो हुन्छ नि गर्न सके त हो गर्न सके हैन। त्यति यस्तरी पुल त्यो बीचमा सानो खोलाको पुल यस्तरी बनाएको छ है। अब हामी चाहिँ यतापट्टि स्टेजतिर जाऊँ कि है चाहिँ हैन। त्यो रमाइलो छैन केही छैन अहिले त्यहाँ यसलाई भिडियोमा साथीहरूलाई देखाएर अनि यतापट्टि हामी जाम्ला। यहाँ चाहिँ केयर यसलाई के को सिग्नल भन्छ अरे? यस्तो यस्तो लभ होइन यस्तो लभको मायाको दुईटा मायाले स्वागत गरिरहेको छ। अहिले चाहिँ 7:42 भयो टाइम है। अँधेरो हुन थालेको छ। अहिलेसम्म त आँखाले देख्न सकिन्छ है। यहाँ चाहिँ स्टेज चाहिँ यहाँ रहेछ खास मेन स्टेजको कार्यक्रम।
गुड़को बच्चे इरो मोए हो पुरी ओहो यसरी चाहिँ हाम्रो भोलिन्टियर साथीहरू फोहोर मैला व्यवस्थापनमा हुँदो रहेछ है यो चाहिँ हाम्रो यो महोत्सवको स्टेज है मासिल भनेको त यो ऊ होइन र पुदिना केलाई भन्छ र मासिल इङ्ग्लिसमा होला यो चाहिँ एउटा स्टेजको झलक छ आज दिउँसो पानी परेर एकदमै हिलो छ है यहाँ पानी परेर हल्का डिस्टर्ब भएछ दिनभरि पानी परेको थियो 2-3 वर्षसम्म एकचोटि हामी अगाडि गएर अनि फर्किउँला यहाँ कार्यक्रम सुरु कति बजे यत्रा कुर्सीहरू राखेको छ पुरै हिलो छ यहाँभित्र त पानी परेर है लिम्बू पनि त्यहाँ आएर यो कार्यक्रम चाहिँ बुवान मासिल चुक्छे भन्ने प्रोग्राम हो खास यो खास भनेको बुवान मासिल फेस्टिभल हो चाडपर्व यहाँको सांस्कृतिक हो ओके बुवान फेस्टिभलको रूपमा मनाउने पुरै छ है यो चाहिँ अनि ठिक छ तपाईँ त हिजो पनि आउनु भएको थियो कस्तो छ कार्यक्रम आज त म आउँदा त केही छैन कुर्सी मात्रै छ अहिले होला अब हामी पनि भर्खर आइएको छ भोलि अनि आज यहाँ पानी आएर पनि बिगाऱ्यो क्या पानी आयो नि त दिनभरि हिलै छ पुरै हेर्नु न यस्तो हिलै छ बिचरा यो डुबो लगाएको रहेछ सबै होइन अनि हिलो छ यहाँ त्यताबाट उता जाम्ला नि त यता जाने त्यसो त्यहीबाट उता खोज्नु हो देखाउनुपर्छ यसरी यत्रो कार्यक्रममा हुने फोहोरहरूको लागि चाहिँ यसरी गाडी मार्फत फोहोर जम्मा गरेर यसरी सफा सुग्घर बनाएको छ कहीँ पनि एउटा प्लास्टिकका टुक्रा कहीँ देख्न सकिन्न कि है होइन कोरियाका ड्रोन उडिरहेछ ड्रोन चलिरहेछ बुढोले कोरियन काकाले चाहिँ ड्रोन उडाउनु भएको छ है यो डिजेको ड्रोन रहेछ है यो ड्रोन राम्रो हो क्या यो डिजिआई भन्ने कम्पनीको ड्रोन हो होइन यो चाहिँ भन्नाले जता गयो भने फर्केर आउँछ क्या ट्र्याक्टर थिच्दैछि यसलाई त लगभग नेपाली 1 लाख पर्छ नि त जम्मा 1 लाख नेपाली 1 लाख एउटा मलाई नि यस्तो चाहिँ किन्न मन छ जाने बेलासम्म हेरौँ मेरो त सामान्य म त सिक्न मात्रै हो होइन कस्तो होइन माया लाग्छ नि त 1 लाख भनेको पनि धेरै काम लाग्छ त्यही त ड्रोन त्यहाँ चलिरहेछ ठिक छ हामी अर्को उतापट्टि अर्को साइडमा जाँदैछौँ हामी चाहिँ फेरि उताबाट स्टेजबाट फर्केर त्यो खोला पारी जाँदैछौँ पारी चाहिँ के छ त्यो पनि म देखाउने छु यो पुलमा चाहिँ यस्तो ब्युटिफुल बनाएको छ रङ्गी बिरङ्गी लाइटहरू राखेर है जस हेर्नु खोला नेपालको काठमाडौँमा चाहिँ फोहोर मात्रै हुन्छ खोलामा चाहिँ यहाँ चाहिँ यसरी पुतलीहरू घुमिरहेको छ यो माथि त राम्रो देखियो कि तलपट्टि यसको छायाले रातिमा चाहिँ एकदमै राम्रो अझै ब्युटिफुल देखियो है चल्छ कि
यहाँ चाहिँ सेफ घुम्न आउने साथीहरूको सुरक्षाको लागि चाहिँ सुनछाल भन्ने प्रहरीको टोली चाहिँ यसरी तयारी अवस्थामा छ। कुकुर रहेछ। बुवान भन्ने ठाउँमा चाहिँ हामी छौँ है अहिले। टोयलेट पनि यसरी बनाएको छ। यतापट्टि चाहिँ खास खाना इन्जोय गर्नको लागि चाहिँ यो एरिया छ। उतापट्टि होइन, उतापट्टि मेन कार्यक्रमलाई फोकस गर्ने उता है। यतापट्टि चाहिँ उताको लाइभ यहाँ आउँछ डिस्प्लेमा, तर यहाँ खाँदै इन्जोय गर्ने हामी के वहीँ कार्यक्रम अगाडि खाँदै इन्जोय गर्दा डिस्टर्ब पनि हुन्छ नि होइन। कहिले बढी खान्छन् रक्सीहरू। त्यहाँबाट यो देख्न सकिन्छ। यहाँ पोहोर यहीँ हो चिकन किनेर खाएको हामीले त। अनि यता त खाने सबै आइटम यता हो क्या। खाने बस्ने रमाइलो गर्ने ठाउँ। म चाहिँ पोहोर यो कार्यक्रममा चाहिँ म पोहोर एकचोटि आएको हुँदाखेरि चाहिँ अहिले पोहोर यो यहाँ आएको हुँदाखेरि अहिले चाहिँ केही न केही खाएको छ नि त। हामी पोहोर यहाँ बस्छु उतापट्टि बस्छु, तर अहिले त टेबलहरू धेरै राखेको रहेछ है। धेरै टेबल थिएन। हुन त आज पानी पनि आयो, त्यही भएर पनि होला, नत्र त भैँमा बस्थ्यो कि। पानी आयो त्यसरी पनि होला। यहाँ चाहिँ यसरी फोहोर व्यवस्थापन गरेको छ है। जतापट्टि पनि केही फोहोर छैन कि। यत्रो मान्छेहरू खाना खाए पनि होइन सबै छ। हामी केही खान्छ दाजु? त्यो सिन्कोमा खाने के। अनि यो चाहिँ रोटी है छ, चामलको रोटी होला के हो। अनि बास्ना त मिठै चलेको छ होइन। यहाँ चाहिँ तक आइटमहरू रहेछ यो तक आइटम के यो किम्पाहरू पाउँदो रहेछ। त्यो त मासुहरू पोलेको मासुहरू खाने ठाउँमा त्यो त चाहिँ पोहोरभन्दा चाहिँ व्यवस्थित रहेछ अहिले। जुत्ता छेप्पिए है यो पानी हिलो एकदम छ। हामी चाहिँ यहाँ गल्ला दक्षिण हुँदा मात्र हेर्न त हिँड्न सकिँदैन। बिहान त यही हो, अब यही घुम्ने बिहान त यही हो। है पानी परेर हामी उहीँको पुल तरेर जाऊँ। अब त्यो उता अगाडि त केटी नाचेको ठाउँमा जानु पऱ्यो नि त। त्यहाँ जुन बच्चाहरूको त्यहाँ हामी पनि हेरौँला नि त। हामी पनि खेल्ने हो त। यतापट्टि पनि रहेछ यसरी पुलिसहरू पनि तैनात छन्। सुनछालका टोलीहरू चाहिँ यहाँ सेफ्टीको लागि स्ट्यान्ड बाई छ नि। हुन त कोरियामा त्यस्तो सुरक्षितै छ नि यहाँको मान्छेहरू के। नेपालमा बसेर रक्सी खाएर हल्ला गर्ने झगडा गर्ने काम चाहिँ खासै गर्दैनन् कि। त्यही त। अनि ठिकै रमाइलो रहेछ। अब हामी बच्चा बच्ची भए हामीलाई रमाइलो हुन्थ्यो होला बढी नै होइन। अब हामी एउटा काम गर्ने
कर्मचारी परियो त्यहाँ जाने त्यहाँ छाडा होइन त्यो जाने यता सबै यता हिलेछ हाँसको बच्चो कसले लाग्दैछ यहाँ हाँसको बच्चो मटर लगाएर पुरै हावा फुलाइरहेको अनि अब राति परिसक्यो सबै भिडियो त अँधेरै हुन्छ नि त्यो लाइट मात्रै देखिन्छ यहाँ चाहिँ बच्चाहरूको झुला सुला रहेछ है रमाइलो चाहिँ यता रहेछ बरु उताभन्दा वाउ 박수와 조심히가 안 들려가면 멋지게 준비 1, 2, 3 이번에 맞췄어요. 야 우리 나왔으니까 왜 나왔어? 싫어하지. 야 근데 마지막인데 누가 뒤에 손잡이 잡고 있냐죠? 자 조건이에요 나이스. 자 시작합니다. 한 번씩 자 마지막은 한 번씩 못해드리면서 안녕하세요. 자 우리 똥머리 들고 야 우리 똥머리 친구들 너네끼리 살려고 그래. 야 우리 하얀색 그 여자가 너무 추하게 떨어지는 것 같은데 아 정말 빨리 기다려봐. 여기까지